गाइस आज चाहिँ हामी चटपटे बनाउन लाग्छौँ। त्यो गिलो यस्तो मिठो छ, मेरो दिदीले पनि भन्छ। तर अहिले फर्स्टमा प्याज काट्नु पर्यो, टमाटर राख्नु पर्यो, भुजिया राख्नु पर्यो हैन। एकदम मिठो राख्छु। आज म चाहिँ चपस्टिकले खानुवाला छ। अब के रे बनाउनवाला छ। एकछिन रोक्नु होला, बनाएको देखाउँछु है। हेलो गाइस, अघि नै भनिसकिहाल्यो गाइस। तर यहाँनिर हेर्नु, यो चाहिँ हाम्रो चटपटे बनाउने चाहिँ होममेड चाहिँ के रे चटपटे बनाउने चाहिँ यो सामानहरू हो, मतलब कि इन्ग्रिडियन्ट हो। अनि फर्स्टमा छ यो भुजा, अनि यहाँ धेरै छ तर म अब मिक्स गर्न छौँ। यिनीहरू हेर्नुस्। अब चाहिँ हामी दालमोट र चाउचाउ मिक्स गर्नवाला छौँ। यो बाटामा प्याज राख्नुवाला छौँ। भन्दाखेरि यो हामी खानालाई हो, हामीले मिस्टेकली राखिदिएको, त्यही भएर। अनि यो स्याउ पनि छ, तर यो ठुलो पनि हामी खानालाई हो, तर थोरै छ। के भए पनि हामीले सानो गर्न बिर्स्यो, त्यही भएर राखेको हो, धेरै हुन्छ भनेर। अनि उता राख्नु बिर्स्यो, त्यही भएर। अब यस्तो भन्यो। अब यसलाई मिक्स गर्ने पालो हो। पहिला हामीलाई स्पुन चाहिन्छ। अब मैले मसला राखिसकेँ, अब म लेमन राख्छु। अनि मिक्स गर्ने पालो हो। अलिकति प्रेस गर्नु पर्यो। यो अहिले यहाँ राख्छु। अब मिक्स गर्छु म। अब चाहिँ हाम्रो लास्ट स्टेप बाँकी छ। यो भुजिया हो। यो थोरै चिप्केको छ, खानु पर्यो। हेर्न सक्नुहुन्छ। अब फेरि हामी मिक्स गर्ने हो। खाने हो, तर के रे मिठो बनोस्, होममेड खानुपर्छ है। अब चाहिँ हामी यो टेस्ट गर्नवाला छौँ। कस्तो हुन्छ हेरौँ। होममेड हो यो, मिठो हुन्छ होला। मिठो। अब पनि घरमा खान सक्नुहुन्छ। कस्तो मिठो छ। होममेड भनेको धेरै राम्रो हुन्छ, तर आज बनाएर खाएको हामीले धेरै मिठो छ। कस्तो मिठो छ। म यसलाई 10 आउट अफ 10 नै दिन्छु, किनभने यो धेरै मिठो छ। अब चाहिँ हामी इन्ड गर्नेवाला छौँ। अब चाहिँ लाइक, सेयर अनि सब्सक्राइब गर्नु होला। आजको भिडियो हेर्नलाई बेस्ट अफ लक। सबैजनाले हेर्नु होला।